हेलो सोल्टी। हजुर, आज धेरै दिनपछि भेटघाट भइयो होइन। हजुर। यसो चट्टसँगले बाल्यपनको कथा कहानी मलाई यसो चट्ट सुनाइदिनुहोस् न त। यसो पब्लिकलाई पनि यसो सुनाइदिउँ हाम्रो बाल्यपन कस्तो रहेछ है। ल हस्, लिनुहोस् त। ल हुन्छ हजुर सर सोल्टी। के अरे अब बाल्यकाल भन्दा पनि है सबैभन्दा पहिले चाहिँ म पूर्वको कुरो गर्छु। अब हामी मेरो जन्मअनुसार चाहिँ होइन अब भोज चाहिँ एकदम विकट, यति विकट चाहिँ है तपाईँको अब न गाडी न केही। अब गाडी भनेको देखिँदैन थियो है। गाडी चाहिँ अब धनकुटा हिले पाखरी बस्तीतिर हुन्थ्यो, गाडी चाहिँ अब देखिएन। अनि तपाईँको अब हाम्रो नुन खानको लागि चाहिँ अब धरान आउनुपर्ने बो अनि बुबाले चाहिँ धरानबाट बोक्नु भएको नुन क्या। कति दिन लाग्थ्यो त धरान पुग्नलाई? धरान पुग्न बुबा हिँडेर होला होइन? बुबालाई त चाहिँ मैले भुलेँ होइन। तर हिले हिले चाहिँ छ नि त, हिलेबाट चाहिँ 6 दिनमा आइपुग्ने भारी बोकेर। मतलब जान 1 दिन आउन 4 दिन लाग्थ्यो, 5 दिनमा आइपुग्थ्यो भनौँ न, 6 दिन होइन। अनि त्यो हिले धनकुटा रोड बनाउँदा चाहिँ मेरो बुबाले चाहिँ पैसा बोक्ने काम गर्नुहुन्थ्यो अरे क्या। पैसा अलिक सानो सानो अरे, अनि त चाहिँ ल पैसा बोक भनेर चाहिँ पैसाको क्या भारी बोकेर जति खन्ने छन् नि त्यतिखेर दिँदै हिँड्थ्यो अरे क्या ठुल्ठुलो मान्छेहरूले। अस्ति म धरान झर्दाखेरि बुबाले भन्नुहुन्थ्यो। अनि त्यस्तो टाढाको मान्छे अब हामी चाहिँ अब निम्न वर्गको मान्छे होइन। पहिले गाउँको सबै त्यहाँ अब राईहरू प्रायः अब पहिलेदेखि नै बसिआएको। अब अलैँची बेच्ने यताउता खेतीपाती धेरै होइन। हामी चाहिँ अब खोटाङबाट आएको। खोटाङ कुन ठाउँबाट जानु? खोटाङ भनेको सिरबास भन्ने। सिरुबास 2018 सालतिर हो कि 20 सालतिर झर्केर हजुरबा होइन। अनि गाउँमा चाहिँ के हुन्थ्यो भने एकदम रमाइलो चाहिँ है। अब मास्तिर एउटा एम कुमार दाई हुनुहुन्थ्यो, अनि पर्तिर भक्तमणि र सानो भाइ, अनि पारिपट्टि मेरो मामाको छोरो होइन साइनोले मामा सूर्य दाई। अनि गाउँमा चाहिँ है त्यतिखेर के हुन्थ्यो नि, बल खेल्ने चलन क्या सानोमा। हामीसँग पैसा नहुने, भलिबल फुटबल। अनि के हुन्थ्यो भने केटाहरूले चाहिँ किन्ने, आफूसँग चाहिँ नहुने। अनि हामी पछि पछि जान्थ्यौँ क्या केटाहरूको। रमाइलो पनि अब यसो अनि त्यसपछि अनि अब ठुलो भाइ सानो भाइ ठुलो भाइको है। अनि ठुलो भाइको चाहिँ अब ग्याटिस हुन्थ्यो। रमाइलो कुरो ग्याटिस उसले खासै चल तन्किने खालको लाबरको। अनि उसले चाहिँ दामी क्याफे क्या त्यो के भन्छ नि त ग्याटिसमा लाउने के पो भन्थ्यो, क्याफे नि भन्छ होला सायद। त्यो उसलाई चाहिँ म दामी सजाएर होइन बुट्टै बुट्टा बनाएर राख्थ्यो। अनि सानो भाइले चाहिँ हान्थ्यो, अनि ठुलो भाइको चाहिँ म हान्थेँ क्या ग्याटिस खुब। पर्या चाहिँ मेरो हातमा हुन्थ्यो क्या। अब साथी अब मजाले हिँड्ने होइन। अनि त्यसरी अब केटाहरूको चाहिँ होइन बाल्यपन बिताउँदा चाहिँ अहिले पनि साथीहरूलाई म सम्झिरहन्छु क्या। सानो भाइ ठुलो भाइ हाम्रो एम कुमार दाई भयो, अनि सूर्य दाई चाहिँ अब धनीको छोरो, बल र नेटै ल्याउने क्या किनेर। अब बाउबाट यसो झुकाएर अब उसको बाउ चाहिँ पैसा सुनारे, अनि चुप्पो लाएर पैसा झिक्दो क्या खुत्रुक खुत्रुक, थाहै नपाउने। अनि टक्क नेट बल दामी क्या। पुगिसरी भएपछि बाउ छोरोले बाउ मलाई यो चाहियो भनेपछि दिने पनि हो। होइन उसले चाहिँ खास चाहिँ खै झिकेकै भन्थ्यो होइन, तर नदेखाए मलाई ड्याडीलाई नभनै भन्थ्यो क्या। हौ त्यस्तो ल यस्तो हुन्थ्यो क्या। त्यो याद आयो। ल ल ल रमाइलो भयो। हस् त ल।